to you. Happy birthday to you. अहिले क्यान्डल त अहिले ल यहाँ खतरा सरप्राइज भइरहेछ यसो मोटु न मोटु भएको ओए फेरि केटा त्यहाँ पनि ल्याइदिए त्यहाँ पनि छ केकी एक्सपेक्ट थियो एक्सपेक्ट चाहिँ थिएन के भन्न चाहन्छौ बर्थडे बोयलाई ह्याप्पी बर्थडे यता अर्मन के भन्न चाहन्छ बर्थडे बोयलाई यता हेर बर्थडे बोयलाई के भन्न चाहन्छौ के भन्नु सुजन सेपले चाहिँ यहाँ होस् र ससेस चाहिँ बनाइसकेको छ है त Happy birthday to you. Happy birthday dear Motu. Happy birthday to you. यहाँ त स्ट्रबेरी चिको हाल्यो है यहाँ सुजनले फेरि ताली केटा ताली गई Happy birthday. Happy birthday. कस्तो लागिरहेछ सो हेलो एभ्रिवान नमस्कार हजुरलाई स्वागत छ मेरो ब्लगमा आज चाहिँ अब थम्बनेल र एडिट देखेर इन्ट्रो देखेर थाहा पाइसक्नु भयो होला है के हो कस्तो हो भनेर खासमा आज रिजनको बर्थडे हो मेरो रुममेट रिजन भन्ने र अब म चाहिँ भर्खर स्कुल सकेर हिँड्दैछु है ब्याग देख्न सक्नुहुन्छ किताब पनि छ अगाडि कपी पनि छ र म चाहिँ अहिले स्कुल सकेर चाहिँ म जाँदैछु कहाँ जाँदैछु भन्दा चाहिँ फ्रेसपोतिर है त्यहाँ चाहिँ पैसा निकाल्नु छ मलाई थोरै अनि त्यसपछि अब त्यो बर्थडे आज चाहिँ बर्थडे हो नि त आज यस्तो मनाउने भनेर सोचिरहेको छौँ हामीले त्यसैले सुजनले चाहिँ केक मगाउँछ अरे भनेर थियो अर्डर गरिसक्यो दाइ मैले अर्डर गरिसकेँ भनिरहेछ र सुजन चाहिँ काममा गएको छ अहिले बेलुका आउँछ एकैचोटि 9 बजे र म चाहिँ अब सकेर अब त्यो बर्थडे हुँदाखेरि त्यो पड्काउँछ नि ड्रममा हो त्यो लिन जानु लाग्यो है अनि पैसा पनि सकेको छ त्यो लिन्छु अनि त्यसपछि घरतिर लाग्छु है बर्थडे चाहिँ घरतिर गइसक्यो कि अब यता खाइमन हो यहाँनिर सपिङ गर्नको लागि गइसक्यो कि यसो तरकारी सरकारी किन्न गइसक्यो कि थाहा छैन मलाई अब म चाहिँ एकचोटि त्यहाँ फ्रेसमा गएर पैसा निकालेर त्यो किनेर अनि घरतिर चाहिँ लाग्छु है त आज के कस्तो हुन्छ म सबै देखाउँछु है लास्टसम्म हेरेर चाहिँ साथ सपोर्ट चाहिँ दिनु होला है त्यही हो ल रिजनको बर्थडेमा आज चाहिँ रमाइलो हुन्छ बेलुका धेरैभन्दा धेरैजना हुन्छन् है अब रमाइलो नि एकदम गर्छौँ हामी भन्छौँ है यस्तो दामी है भ्यू चाहिँ दामी छ है घाम दामी लाग्छ ल अब चाहिँ म फ्रेसपछि लगाएर देखाउँछु है त त्यही भएर ल फाइनल्ली मैले पैसा निकालेँ है सक्नुहुन्छ पैसा चाहिँ निकालेँ अलिक चाहियो भएर मसँग 1 रुपियाँ पनि थिएन त्यो चाहिँ टक्क पैसा निकालेँ अब चाहिँ म चाहिँ यहीँ माथि हो अब चाहिँ म लाग्छु है त किन्न लाग्छु किनेर त्यहाँ गएर देखाउँछु है त म ल फाइनल्ली मैले चाहिँ किनेर किनिसकेँ है 4वटा किनेको छु है यो चाहिँ यस्तो ठुलो चाहिँ पाउनु रहेछ यहाँ सानो रहेछ अब अन्त कहाँ कस्तो पाउँछ ठुलो मलाई चाहिँ थाहा छैन नि त त्यही भएर यो सानो चाहिँ लिएर हिँडेँ मैले ल है त अनि त्यसपछि खासमा चाहिँ यहाँ चाहिँ धागो हुँदो रहेछ है यहाँको कस्तो खालको रहेछ धागो हुँदो रहेछ यहाँ जोडिएको यो धागो चाहिँ फुत्त तान्ने रहेछ होइन अनि आफै पड्किँदो रहेछ है त सानै छ है यो चाहिँ यस्तै छ है धागो कहाँ गएको यो धागो यहाँ छ पछाडि यहाँ तल आउँछ यो चाहिँ तान्ने पड्किन्छ है त यो सालको रहेछ क्या यो चाहिँ आइसक्रिम कोनवाला छ है त यो पनि त्यही हो है यहाँ तल छ यो नि तुतला तान्ने है यो एउटा फुत्त तान्ने अनि पड्किँदो रहेछ है त र मैले चाहिँ चाँडा लिएर हिँडेँ ल अब चाहिँ घरतिर जान्छु म घरै गएर देखाउँछु है त गाइस ल रिजन चाहिँ है रिजन चाहिँ छैन रहेछ है सपिङ गर्न गएको ल मेरो 카메라와 गेङ्की 食べてよ食べて 名前何ですか
Nama. Ivan Tomosimas. इभान है यो चाहिँ Hajimashite. है ल Mexico Jin des. नानी म के दाइ नेपालीमा सेचुमै हान्नु न Mexico Jin des. चुयाको सित्तुको दशैँमा नेपाल यो चाहिँ मेक्सिको Konto share. गेङ्गी तमदाची Genki. साथी अब पुनः एकछिनमा रिजन एकछिनमा आउँछ अब म चाहिँ लुकाउँछु है यहाँ चाहिँ पुरै पार्टी भएर चाहिँ केटाहरूको पुरै पार्टी भइरहेको छ है अब छुट्टै चाहिँ अहिले एकछिनमा नि हुन्छ रिजन आएपछि ल अब चाहिँ एकछिन म चाहिँ रेस्ट गर्छु रिजन आएपछि म सबै देखाउँछु है त ऊ चाहिँ सपिङ गएको छ मलाई जाम भन्दै थियो है तर ऊ चाहिँ यहाँ होला भनेर मैले सोचिरहेको थिएँ ऊ गयो होला अहिले आउँछ म देखाउँछु एकदम सुजन चाहिँ कामबाट आइसक्यो है रिजन चाहिँ त्यहाँ भाडा मान्दैछ भर्खर सुरु हुँदैछ है हाम्रो सबै प्रोग्रामहरू र यहाँ सिलिन्डर है समय चाहिँ निकाल्दैछ दामी मान निकाल्यो है त ओइ के को यो चित्र चाहिँ के हो गोलुमोलु जस्तो गोलुमोलु मोटे होला होला नि यो चाहिँ के हो हाइबडी मोड लाग्यो अनि यो चाहिँ के हो यो माथिको चाहिँ के हो त्यही हो कि ह्याप्पी बर्थडे मोटी लेख्छ कि ह्याप्पी बर्थडे मोटी कसरी खोल्नु ए ह्याप्पी बर्थडे मोटु लेखेर रहेछ है एउटा मोटु लेखेको छ है ल अब त्यहाँ रिजन त्यही छ म लाइटर ल्याइदिएको थिएँ होइन सुनले भने भएर इचिगो है त इचिगो छ है त इचिगो यानि कि स्ट्रबेरी ल यो बोतल माथि राख न त्यो ल ल सुन चाहिँ ल्याइदिनु छ यहाँ सुजनले दमा कहाँ हुन्छ म चाहिँ भित्र खोला दोकान birthday to you. Happy birthday to you. Happy birthday to Ritu. Happy birthday to you. Oye, ल यहाँ खतरा सरप्राइज भइरहेको छ यो मोटु न मोटु भएको ओए फेरि केटाहरू आउँछन् उता नि ल्याइरहेको केटाहरूले ओए केटा त्यहाँ पनि ल्याइदिए यहाँ पनि छ के पिकाचु वाला ल्याइरहेको ल ओए एक्सपेक्ट थियो थिएन एक्सपेक्टै थिएन अरे ल कहाँ गयो मान्छे राति यत्रो बेर भइसक्यो भन्छ फेरि यहाँ दुईजना पनि हुन्छ है 80-10 हामी यहाँ नाम के तिम्रो नेचुरल फेरि मान्छे नेचुरल जस्तै ह्यान्डसम है फेरि यता अर्पण नेचुरल के हो खतरा प्रो रहेछ है मान्छे है खतरा प्रो रहेछ ह्यान्डसम नि ह्यान्डसम सबै बुक भइसक्यो यता चाहिँ के हो बुक भए मेरो त बुक आएन है म त सिङ्गल नै हो सिङ्गल नै हो रे ल यहाँ म केटीले हेर्छ भने सिङ्गल हो रे अब यहाँ देखाउनु पर्छ कुकुरलाई है देखाउँछु मैले कुकुरलाई पोल खोलिने भयो युट्युबमा हालिदिन्छु है म अब ल अब ल है अब युट्युबमा त नै किन ल अब चाहिँ आइसक्रिम जुम्बी हुन्छ यहाँनिर प्रिपेयर गर्छौँ हामी है सबै भ्याटभिट प्रिपेयर गर्छौँ ल अब चाहिँ टक्क प्रिपेयर गर्छौँ सबै है त ल यहाँ चाहिँ आउने बित्तिकै काम सुरु गरिसक्यो है सुजनले चाहिँ यत्रो पाउन्ड फोरिसक्यो सुजन हो कि चाहिने अनि सुजन हो कि चाहिने भने किन यस्तो सुजनलाई पाउने कति भाग्यमान हुने यार सुन्दर हाल्दा चाहिँ पाउने सुजनले
निकाल्दै हाल्दै होइन कहिलेबाट सिकेको हो यस्तो सानैदेखि हो फेरि सही हो दिन्छ हुने नि हो एकदम अनेस्ट छ है मान्छे एकदम छ काम नि गर्छ नि डेन्जरै यत्रो बनाएछ कि सुगन्ध चाख्दिउँ है गाइस है मिठो भयो सुगन्ध बनाएको ल मिठो छ मासु छ हामीसँग है पहिल्यैबाट रोस्ट गरेको मासु के हो यो है मलाई थाहा भएन रोस्ट कहिले रोस्ट हो फ्राई फ्राई गर्ने गर्ने मात्र रोस्ट यो चाहिँ अनि हामीसँग अर्को मासु पनि छ हिजो त्यो अर्को मासु कहाँ राख्यो तिमीले त्यो मुसेर हो अन्त त्यो पनि देखाइदिन्छु म है यहाँ चाहिँ मुसेर पुरै मुसेर पुरै यो के लाग्यो चाहिँ चिकन चिल्ली फेरि रिजनले है बनाउनु चाहिँ फेरि रिजनले बनाउनु चाहिँ फेरि खतरा सेफ ल अनि गएको छ दुईवटा कोक है त त्यही छ हामीसँग अझै हुन्छ अब आइटमहरू चिकन चिल्लीको लागि यो बन्छ हामीसँग है ल अब चाहिँ यहाँ बिस्तारै बिस्तारै बन्छ अनि लास्ट कुरा हामीसँग रहेको फेभरेट ससेस अब यो पनि हामी मजाले हान्छौँ है त ससेस पनि मजाले हान्छौँ होइन सुजन ल भाइले पकाउने खाने अरू फेरि दिएँ दिएछु ल के गर्नु जान्ने भएपछि अब जान्ने मान्छे भएपछि अलिक गाह्रो हुने कि सबै बनाइदिनु पर्ने ट्यालेन्ट छ कुकिङमा चाहिँ खतरा ट्यालेन्ट है सुजन फेरि यहाँ फेरि रुमकै सुरुमा चाहिँ रिजन आउँछ है सुरुमा त्यसपछि चाहिँ सुजन नजान्ने भन्ने चाहिँ म यो है त्यो बिस्तारै बिस्तारै सिक्दैछु उनीहरूले सिकाउँदैछन् मलाई है त ल अब एकछिनमा देखाउने हो चाहिँ अरू पनि अझै आउँदैछन् साथीहरू एकछिनमा देखाउँछु म है त ल यहाँ हाम्रो कमल साथी नै आइसक्यो साथी के छ खबर एकदम ठिक छ सन्चौ नि एकदम हाम्रो यहाँ साथीहरू आइसक्यो र यता हाम्रो दिपेश साथी नै आइसक्यो हेलो साथी यता हाम्रो गणेश साथी हेलो साथी गणेश साथी नै आइसक्यो है त दिनेश साथी सबै हामी कमल साथी सबै आइसक्यो ल आज के भन्न चाहन्छु बर्थडे बोयलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु अरू के भन्नु छ र हो एकदम बर्थडे अब हामी सबैको राय सुन्छौँ है त ल दिनेश साथी के भन्न चाहन्छु बर्थडे बोयलाई उसलाई अब जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु यता यता के भन्न चाहन्छौ बर्थडे बोयलाई ह्याप्पी बर्थडे यता अर्मन के भन्न चाहन्छौ बर्थडे बोयलाई यता यता हेर बर्थडे बोयलाई के भन्न चाहन्छौ के हो नयाँ केही छैन त ल हाम्रो गणेश साथीले भन्छ कि ल के भन्न चाहन्छौ बर्थडे बोयलाई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे फेरि सबैले बर्थडे अनि यता अब यहाँ बर्थडे बोयलाई के भन्न चाहन्छौ ह्याप्पी बर्थडे मोटो त रमाइलो हुँदैछ ल फाइनल्ली हाम्रो यहाँ ससेस पनि भइसकेको छ है त सुजन भाइले बनाइसकेको छ है त सुजन के रे सुजन भाइ सुजन ह्यान्डसम सुजन सेफ हाल न सुजन सेफले चाहिँ है होस् ससेस चाहिँ बनाइसकेको छ है त अनि पाउन ल अनि रिजन सेफले चाहिँ यहाँ फेरि अर्को बन्दैछ है त्यहाँ है अर्को सामान बन्दैछ है ल चटपट है चटपट बन्दैछ है त्यहाँ डानमोट चाहिँ लगाइटाउँछौ दामी भइरहेको छ रिजनले ल अनि हाम्रो ओक्याको सामान यहाँनिर गेस्टहरू चाहिँ यहाँ हुन्छ आमा पारा सब गेम फ्री फायर त्यो मान्छे भने नेपालको गेम नेपाली हो नि अब चाहिँ सबै बन्छ लगभग है यो चिकन चिल्लीको लागि चाहिँ अहिले एकछिनमा हुन्छ है चिकन चिल्लीलाई चाहिँ अहिले एकछिनमा हुन्छ रिजनले गर्छ चाहिँ त्यसलाई चाहिँ अहिले एकछिनमा हुन्छ है त अब भइसक्यो सेफ ल टाइमदेखि छ है त खतरा छ त हो ल अब एकछिनमा भेटौँला है त अहिले सबै भएपछि चाहेर हेर साथी सेफली हो कि चाहेर नि त
मन चाख्छु थोरै है अमिलो कि नुन चाख्ने चाहिँ मजाले नुन त लाग्यो हो नुन अलिअलि के भयो भने हेर्छु है त ठिकै होला गरौँ ठिकै है किन भने अमिलो भयो त्यसैले बोल्दै मजाले मजाले चाहिँ ठुलो भाडा नभएर चाहिँ खासमा एमा गरे भाइ पैसा पर्छ नि झोलाको नि फेरि चावानमा त है 3 रुपियाँ ल फाइनली अवश्य हाम्रो चाहिँ केक कटिङ हुँदैछ है ल यो चाहिँ सुजनको प्रेजेन्ट ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर टु ह्याप्पी बर्थडे टु यु पछि डेन्जर वे यस्तो हुँदो रहेछ है है त यस्तो हुँदो रहेछ खासमा है नेपालमा त अर्कै हुन्छ नि यहाँ चाहिँ यस्तो खालको हुँदो रहेछ के भन्न चाहनुहुन्छ पढ्नु पर्यो सिसो गर्नु पर्यो होइन राम्रो जग्गाको जानु पर्यो होइन सक्सेसफुल होस् जीवनमा सफल होस् आशीर्वाद ल त्यही होइन ल ल अब यहाँ चाहिँ टक्क लगाएर केक सेक है त मजाले ल फेरि यहाँ त स्ट्रबेरी चिको हाने है यहाँ सुजनले फेरि ताली 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 केटा ताली गई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे मलाई त खुसी लाग्यो है रिजनको बर्थडे भयो त होइन खुवाएको तिमी खुवा मलाई त्यो म अलि उसले लगाइदिन्छु केक त म कहिले खान्न त्यही हल्का हल्का छोटो खुलाएर होइन न के हुँदैन ए गममा हाल्नुहुन्छ लैजानु होइन म लगाइदिन्छु म केक कहिले खान्न कहिले खानु सक्दैन म लगाइदिन्छु ल ल दाइले लगाइदिनुहुन्छ यो चाहिँ नबना यो चाहिँ नबना ल रिजन है त ह्याप्पी बर्थडे रिजन छ है त अहिले बर्थडेको यो चाहिँ हान्न पर्ने हुन्छ है त इच्चीको चाहिँ हाल्नु पर्ने हुन्छ इच्चीको स्ट्रबेरी ल खै गरेछ होला नि खै त्यो है त यता पनि फेरि तान्जेबियो मैले त यता भिनेसले हान्यो है त गममै मुख त ठुलै रहेछ है खाऊ 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 मिठो कस्तो छ पिकाचु मुख त रहेछ है ठुलै रहेछ त मुख त ल अब हाम्रो गणेश साथी मजाले हान्दा छ नि केटाहरूले यस ल अर्पणहरू जाउँ न कहाँ हो यिनीहरू त आम्मामा कता कता लुकेको हो ह्यान्डसमहरू ओ आम्मामा खै त फेरि स्ट्रबेरी चाहिँ उता लजार हो लास्टमा गयो लजार हो घर खै आउँ तिमीले खुवायो तिमीले खुवायो ल अब चाहिँ टक्क लाएर यहाँ अब एकछिनमा कार्यक्रम हुन्छ खाने कार्यक्रम जस मजा चाहिँ आयो है त कस्तो लागिरहेछ अझै हुँदैछ यहाँ ल बाँकी रहेको केक
मिठो रहेछ है त त्यो चाहिँ कहाँ हो के भयो ल खाऊ के खाऊ नानी किन ल ल खाऊ खाऊ मिठो छ है ल अब चाहिँ सुरु हुँदैछ है त बिस्तारी बिस्तारी सबै है सबै हुँदैछ अनि हाम्रो यहाँ चाहिँ बन्दैछ है चिकन चिल्लीको लागि चाहिँ यहाँ चाहिँ बन्दैछ यो मासु हुँदैछ है त्यो बनाएर राखिसक्यो पछि आएर चाहिँ फेरि कुक गर्छ है रिजनले अहिलेलाई चाहिँ फिलहाल यहाँ भइरहेछ टक्क लाएर ल अब चाहिँ एकछिनमा टक्क लाएर खाएर खान्छ मान्छे ल खाम्पाई ल है त ल के नराख्नु भएको त फेरि ल अब चाहिँ टक्क लाएर खान्छौँ हामी एकछिनमा टक्क लाएर खाएर है त खाएर अनि फेरि आउँछु है त ल भइरहेको छ है त एकछिन दाइ टक्क लाएर चटपट हान्दै है चटपट हान्ने कस्तो भात नि कस्तो भात चटपट भन टप त फेरि गुन्डा कस्तो छ अरे म गुन्डै हो जन्मिँदाखेरि गुन्डै बनेर जन्मेको पनि टप त फेरि गुन्डाकै छ है यात्तरिया जापानमा फेरि जन्मिँदै लामो थिएन कपाल हो किन अस्ति तिमीहरू हेरेको दसैँ भ्लग हेरेको नै के अरे नेचरल यस्तो हतार ल फाइनल्ली आज पुरै केटाहरू सबै खाएर गइसक्यो है मजाले हाम्रो दाइ पनि खाएर गइसक्नु भयो है थाक्यो यत्रो खानेकुरा बनायो मजाले खायो पनि है थाक्यो है खाँदा पनि थाकिन्छ है यत्तरी ल अनि ल कन्चिवा ल जो चाहिँ अहिले भएर आयो है दिनसँग मिठो कुरा भइरहेछ दुईजना क्लासमेटहरू है मिठो कुरा भइरहेछ अब यहाँमा सबै भइसक्यो ल जान्दै ल भाइ फेरि भेटौँ न पर्सि आउँछु अब पसलतिर ल रामेन जानु है त दाइसे गइसक्नु भयो र बर्थडे पनि सकियो है अब त्यही हो रमाइलो पनि भयो फेरि यसरी नै रमाइलो गर्छौँ हामी है अब अर्कोपल्ट कसैको बर्थडेमा त्यही भन्न चाहन्छु म त्यही भनेर चाहिँ अब बाई भन्न चाहन्छु है त ल बाई थ्याङ्क फर वाचिङ लाइक सेयर सब्सक्राइब है त नयाँहरूले गरिदिनु होला ल सबैलाई चाहिँ सेयर हानिदिनु होला है त एन्ड कमेन्ट अल्सो है गाइस ल बाई